हजुर आज चाहिँ हामी हाम्रो चामलिङ खाम्बा टिमको चुला पूजामा हिँडेको ल यहाँ बिएम राई पनि आइपुग्यो मम्मी इज देयर सो वी आर रेडी टु गो ल है यो चाहिँ सुम्निमा ज्वेलरी एन्ड कलेक्सनको यस्तो राम्रो हेर्नुहोस् त ल यो चाहिँ स्याम्पल पिस मात्र छ पसलमा हाम्रो हजुर हजुर भिजिट गर्नु होला समय मिलाएर ल है प्रेम सर लिनुपर्छ है हजुर हजुर नमस्कार आज पनि एउटा ब्लग लिएर म तपाईहरु समक्ष उपस्थित भएको छु आज चाहिँ किरात राई चामलिङ खाम्बा टिम बेलायतले आयोजना गरेको कार्यक्रमतिर समयमै हिँडेको हो भन्दा पनि अलिक ढिलै हिँडेको थियो र त्यसपछि पनि ट्राफिकमा परेर पहिलो चरणको कार्यक्रम सकिएपछि मात्रै म यहाँ ग्याम्बल लेनमा आइपुगेको छु पहिलो चरणको कार्यक्रम भन्नाले जस्तो हाम्रो चुला पुज्ने कार्यक्रमहरू सकिसकेको थियो म आइपुग्दाखेरि तपाईले यहाँ देखिराख्नु भएको छ हाम्रा सम्पूर्ण पाहुनाहरू यतिखेर चाहिँ खाजा खाँदै हुनुहुन्छ हजुर किरात राई चामलिङ खाम्बा टिम बेलायतले हुइलुङ तथा साकेला उभौली यसले सम्बत 50-85 तथा पितृ र प्रकृतिको पूजा गरी साकेला सिली नाच्दै सिली समापन कार्यक्रम यही 21 जुन 2025 का दिन किरात राई हाउस ग्याम्बल लेनमा भव्यताका साथ सुसम्पन्न गरेको थियो महासचिव राजेन रामजङ राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष चन्द्र जयपाल राईले गर्नुभएको थियो भने उपाध्यक्ष कदमसुरी राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो उक्त कार्यक्रममा हाम्रो प्रोफेसर डाक्टर नवल किशोर राईदेखि लिएर विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो विभिन्न भाषिक अध्यक्षज्यूहरू हैन नेपालबाट आउनुभएका किरात राई आयोगका विशिष्ट व्यक्तित्वहरू साथै चलचित्र निर्माता निर्देशक मिलन चाम्सदेखि लिएर अभिनेत्री रेखा लिम्बू पनि उपस्थिति हुनुहुन्थ्यो उक्त कार्यक्रममा मिलन चाम्सलाई किरात राई चामलिङ खाम्बा टिम बेलायतले सम्मान पनि गरेको थियो सोही भिडियोहरू यहाँ प्रस्तुत गरिरहेको छु मैले अन्तिमसम्म हेरेर साथ दिनु होला है त त्यसै गरी यो संस्थाको सल्लाहकार तथा किरात राईका नेपालको पूर्व अध्यक्ष हामी उहाँलाई सम्झाउन चाहन्छौँ त्यसै गरी हाम्रा चामलिङ राईहरूको संस्कार संस्कृतिलाई सही दिशामा म हार्दिक गर्न चाहन्छु त्यसै गरी र किरात राई चामलिङ खाम्बा टिम विशिष्ट सदस्यज्यूहरूलाई म उहाँहरूलाई खाजा अर्पण गर्न चाहन्छु र आजको हाम्रो औपचारिक कार्यक्रमलाई अगाडि बढाउनको लागि म फेरि पनि म यहाँहरूको अनुमति लिन चाहन्छु आज यस किरात राई चामलिङ खाम्बा टिम बेलायतको आयोजनामा वर्षेनी गरिने हुइलुङ तथा साकेला उभौली अथवा तीन चुला पुज्ने अथवा पितृ पूजा हामी भन्छौँ यसलाई त्यस कार्यक्रमको अध्यक्षता गरिराख्नुभएका हाम्रा अध्यक्षज्यू प्रमुख अतिथिज्यू किरात राईका बेलायतका नवल किशोर राईज्यू मुन्दुमबिद हुनुहुन्छ उहाँ हाम्रो नेपालबाट उहाँ पनि हाम्रो भाग्यवश हाम्रो यहाँ आज उपस्थित हुनुभएको छ यसै गरी सानो हामीले सम्मान पत्र तयार गरेको छु र हजुरलाई म यो हस्तान्तरण गर्नुभन्दा अगाडि म केही यसलाई पढेर सुनाउन गइरहेको छु र यो चाहिँ यस्तो रहेको छ माथि चाहिँ यस संस्थाका लोगो
रहेको छ र झन्डा रहेको छ भने माथि किरात राई चाम्लिङ खामा टिम युके रहेको छ र बिचमा लोगो अनि आज साकेला भएको भएर साकेलाका केही हाम्रा ढोल झ्याम्टाहरू रहेको छ अनि तल सम्मान पत्र बेलायतवासी चाम्लिङ राईहरूको आस्थाको थलो किरात राई चाम्लिङ खामा टिम बेलायतको विशेष कार्यक्रम धिरीनाम हुर्लुङ ब्राकेटमा उभौली साकेला 2025 ब्राकेटमा येले 50-85 को शुभ अवसरमा अतिथि स्वागत गर्दछौँ। निर्माता तथा फिल्म डाइरेक्टर श्री मिलन चाम्लिङ राई ज्यूलाई उत्तर माफी चाहन्छु। उत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण बेलायतवासी चाम्लिङ राईहरूको तर्फबाट किरात राई चाम्लिङ खामा टिम बेलायत उच्च सम्मान र मायासहित मायाको चिनो स्वरूप यो सम्मान पत्र प्रदान गर्दछु। मिति 21 जुन 2025 देब्रेतिर मेरो नाम रहेको छ राजन रामजङ राई महासचिव किरात राई चाम्लिङ खामा टिम बेलायत र बिचमा आजको हाम्रो प्रमुख अतिथि श्री प्रेम कुमार राईज्यू वैष्णववादी किरात राई आएका बेलायत र दायाँतिर यस संस्थाको अध्यक्ष श्री चन्द्र जेपाल राईज्यू किरात राई चाम्लिङ खामा टिम बेलायत रहेको छ। यसलाई प्रदान गरिदिनको लागि हाम्रा यस संस्थाका अध्यक्षज्यू र प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्दै हाम्रा श्री मिलन चामज्यूलाई पनि अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिज्यू हजुरले यस सम्मान पत्र प्रदान गरिदिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। श्री रेखा लिम्बुज्यू उहाँलाई पनि हामी सिमिलर खालको सम्मान पत्र तयार गरेको छौँ र मैले पढेर सुनाइन तल उहाँको नाम मात्रै सुनाउन चाहन्छु। नायिका श्री रेखा लिम्बुज्यू हजुरलाई पनि अगाडि आइदिनको लागि म हार्दिक गर्न चाहन्छु। उहाँलाई खाजा लगाइदिएर अनि सम्मान पत्र दिएर सम्मान गरिदिनको लागि यो संस्थाका अध्यक्ष चन्द्र जेपाल राईज्यू र आजको यस समारोहका प्रमुख अतिथि श्री प्रेम कुमार राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। श्री गीता राईज्यू हजुर स्टेजमा आइदिनुको लागि म हार्दिक गर्न चाहन्छु। स्थापनाको लागि कोषदाताहरूले किरात राई चाम्लिङ खामा टिम बेलायतलाई प्रदान गर्नुभएको यसै पदामा जम्मा गरिनेछ। एकदमै आवश्यक भइपरि आउने आपतकालीन केन्द्रको उपाध्यक्ष हुनुहुन्छ र विदेश विभाग प्रमुख पनि हुनुहुन्छ। मञ्चमा आसीन विशेष अतिथि पहिलो राजदूत हुन सफल राईहरूको चुमलुङमा आदरणीय अग्रज अभिभावक डाक्टर नवल किशोर राईज्यू, मञ्चमा आसीन किरात राई आँखाका उपाध्यक्षज्यूहरू, भाषिक सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्षज्यूहरू, भाषिक फर्गत संस्थाबाट पाल्नुभएका अध्यक्षज्यूहरू र आज सम्मानित हुनुहुने हाम्रा चाम्लिङहरूको अर्को डायमन्ड मिलन चाम्स र यहाँ उपस्थित हुनुभएका मैले मान्नुपर्ने तपाईँ तमाम आदरणीय किरात राई चाम्लिङ दाजुभाइ तथा दिदीबहिनीहरू, किरात चाम्लिङ दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू सम्पूर्णमा स्वीकार्नुहोस् मेरो न्यानो जय किरात र अभिवादन सेवा नमस्कार। साकेला उभौली धिरीनामको समापन अथवा सिली समापन कार्यक्रममा अतिथिको रूपमा विशेष प्रमुख अतिथिको आसन गरिरहनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र विभिन्न भाषिक संस्थाहरूबाट पाल्नुभएका प्रतिनिधि अध्यक्षज्यूहरू लगायत यहाँ आउनुभएका बाबाआमा र सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र चाम्लिङ खामा टिम बेलायतको तर्फबाट होवा सेवा नमस्कार। यति भन्दै मेरो व्यक्तिगत कुराहरू र संस्थाको कुराहरू यही राख्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्, धन्यवाद। जय चाम्लिङ खामा टिम बेलायत।
Thank you.